नमस्कार साथीहरू, आज हामी गोदावरीको कटिङ सार्दैछौँ र आज कटिङ सार्ने दिन मौसम पनि अलिक राम्रो छ। खास कटिङ सार्ने चाहिँ वैशाखदेखि सारिन्छ। वैशाख जेठमा पनि सारिन्छ, तर हामी चाहिँ अब साउनमा सार्दैछौँ त्यसको कटिङ। यो घरमाथि मेरो मदर प्लान्ट, त्यही भएर यसलाई आज हामी सार्दैछौँ। यो चाहिँ हामीले यो बाहिरबाट ल्याएको, यो चाहिँ होल्यान्ड र थाई भेराइटीको गोदावरी हो। यो खासै अग्लो हुँदैन, सानो सानैमा फुल्ने मल्टिफ्लोरा चाहिँ होइन, तर अग्लो हुने खालको चाहिँ होइन। यो राम्रो खाले गोदावरी हो र यसको कटिङ आज साउनमा पनि हामी सार्दैछौँ। यसलाई चाहिँ यो बिरुवालाई चाहिँ अहिले पानी नपर्ने ठाउँमा हामीले राख्नुपर्ने हुन्छ। यसको रोग चाहिँ यसलाई चाहिँ लाई धेर लाग्छ। यसलाई लाई लाग्यो भने यसलाई चाहिँ बेलैमा उपचार गरिहाल्नुपर्छ, नभए यो मुन्टाहरू यो मुडिने गर्छ। अनि यसको लागि चाहिँ लाईको दबाई प्रयोग गर्नुपर्छ। अनि यतिखेर चाहिँ यसलाई फङ्गिसाइडहरू पानीमा हालेर घरिघरि हालिदिइराख्नुपर्छ। अलिक जतिखेर पानी नपर्ने ठाउँमा यसलाई राख्नुपर्ने हुन्छ। यसलाई चाहिँ मैले एक हप्ता अगाडि बिरुवा ल्याएको थिएँ। अनि यसलाई एक हप्ता अगाडि यसलाई रिपोर्ट गरेर राखेको थिएँ। अब यसको पिन्चिङ गर्ने बेला भइसकेको छ। यसलाई पिन्चिङ गर्दा चाहिँ हामीले यस्तो गाँठो हेर्नुपर्छ। यो एक त दुई त छोडेर हामीले यसलाई पिन्चिङ गरिदिनुपर्छ। पिन्चिङ गर्दा चाहिँ सबैतिर यसको हाँगा यसरी पलाउँछ, यसरी आउँछ यो हाँगा, अनि बुसी भएर आउँछ। यसको लागि चाहिँ मल सबभन्दा राम्रो गाई गोबर अथवा पर्मी कम्पोस्ट, निमखली यसको लागि प्रयोग गर्नुपर्छ। यसको लागि माटो चाहिँ अलिक खुकुलो हुनुपर्छ। धेर चिम्टाइलो माटोलेमा राम्रो हुँदैन यसलाई, किनकि यो हरेक चिजलाई हाइब्रिड बनाएको छ। यो पनि हाइब्रिड नै हो। अनि यसको लागि चाहिँ हामीले माटो पुरै मजाले तयार गरेर गर्नुपर्छ, बनाउनुपर्छ। यहाँ एक दुईवटा मर्न थालेको छ, यसलाई पानी धेर हो, यसलाई निकालिदिनुपर्छ। यसलाई अब यो मेरो चाहिँ दोस्रो पल्ट रिपोर्ट गर्ने बेला भइसक्यो। यसलाई 6 देखि 7 को पोलीमा रिपोर्ट गर्नुपर्छ। अनि एक दुईपल्टसम्म यसलाई मुन्टा चुडेर राख्नुपर्छ। मुन्टा चुड्यो भने राम्रो झ्यामिन्छ। यस गोदावरीलाई चाहिँ पानी धेर हाल्नु हुँदैन साथीहरू। धेर पानी भयो भने यसलाई फङ्गसले भेटाउँछ, त्यही भएर मर्ने सम्भावना हुन्छ। यसलाई पानी कम यसो हेरेर यसलाई हाल्नुपर्ने हुन्छ। हामी चाहिँ यसलाई बलुवामा कोटिङ सार्छौँ। यसलाई पहिलेदेखि बलुवा तयार गरेर पहिला फङ्गिसाइडको पानीमा घोलेर फङ्गिसाइड हाल्छौँ। त्यसपछि हामी यसलाई बलुवामा गाडिदिन्छौँ। यो माटोमा पनि हुन्छ हुन चाहिँ, तर माटोमा चाहिँ अलिक छिटो हुँदैन। बलुवा चाहिँ यसले छिटो जरा फाल्ने गर्छ। हामी सार्दा चाहिँ यसलाई प्रुटोन प्रयोग गर्ने गर्छौँ। यता ल्याउँछ प्रुटोन भनेको यो हेर्नु साथीहरू, यसले चाहिँ जरा छिटो हाल्छ। यसले छिटोको लागि छिटो जरा यसले रुट्स पलाउँछ यसले, त्यही भएर राम्रो
छिटै हुन्छ। यो चाहिँ मेरो पोहोरको गोदाबारी हो। यसलाई मैले गमलामा रोपिदिएको थिएँ। अब यसको पिन्चिङ गर्ने बेला भएको छ। यसलाई पिन्चिङ गर्दैछु। यसलाई म यो चाहिँ राम्रो जातिको गोदाबारी हो। यो बिरुवा सार्ने मौसम चाहिँ आज मजाको छ, शीतल। यसलाई चाहिँ हामीले यसरी एग्रोनेट लगाइदिएका छौँ यो बिरुवा सार्ने ठाउँमा चाहिँ। यसमा अब विभिन्न जातका बिरुवाहरू छन्। सितारा, ओरेन्ज कलरको सितारा, स्वामीको कटिङ, टेबल कामिनीको कटिङ। यो चाहिँ यो कति मर्छ कति बाँच्छ। यो चाहिँ मधु कामिनीको कटिङ। यो हामीले जेठ अन्तिममा सारेको थियौँ यसलाई। यो चाहिँ हाम्रो कालम्चीको कटिङ। यसलाई पनि हामीले जेठ अन्तिममै बल्लोमा यसरी सारेका थियौँ। यो चाहिँ निलजाईको कटिङ। लगभग 2 दिन बोला यसलाई हामीले सारेको। विभिन्न जातका कटिङहरू छन्। त्यस्तै पेन्टासको कटिङहरू, सयपत्रीको कटिङ हो। पिन्चिङ गरेर हामीले यसलाई सारेको। यो पनि लगभग 2 दिन जति भयो सारेको। पहिला सारेको सकेर अनि फेरि यसलाई हामीले पिन्चिङ गरेर सारेको। हवस् त साथीहरू, आजलाई तपाईलाई त्यो विभिन्न जातका फुलहरूको कटिङको बारेमा जानकारी, थोरै बहुत जानकारी गराएँ। फेरि तपाईहरु सामु आउने नै छु। लाइक, कमेन्ट, शेयर गर्न नबिर्सनु होला। हवस् त, नमस्कार।